जम्मै नेपाली भाषी गोर्खा विद्यार्थीहरूलाई मेरो च्यानल केआर्स एडु केआरमा स्वागत छ। मेरो फेसबुक पेज केआर्स म्याथ्स केआर भनेर छ, त्यहाँ पनि यो मेरो भिडियोहरू पाइनेछ। म विशेष गरी नेपाली भाषामा क्लास 9-10 को म्याथ्स बुझाउने प्रयास गरेको छु र छात्रहरूलाई म यो अनुरोध गर्दछु कि भिडियो माथि युट्युब माथि मात्रै भरोसा नगर्नु। यो मेरो एउटा प्रयास हो जुन क्लासमा बुझिँदैन। हाम्रा धेरै विद्यार्थीहरूले असमिया भाषा स्पष्ट रूपले बुझ्दैनन्, त्यसकारणले विभिन्न प्रब्लम उनीहरूले आउँछ र मैले नेपाली भाषामा बुझाउने प्रयास गरेको छु र क्लासमा मनोयोग दिनु, युट्युबमा भन्दा क्लासमा धेरै मनोयोग दिनु र नबुझेको खण्डमा यो भिडियोले हेल्प गर्नेछ। र म क्लास 10 को युक्लिडर विभाजन प्रमेयकाबाट पहिले सुरु गरेको छु भिडियो। युक्लिडर विभाजन प्रमेयका उदाहरण सहित मैले यहाँ व्याख्या गर्दैछु। धरिलियौं 3 र 6 दुईटा अखण्ड अंक, धनात्मक अखण्ड अंक हो। 3 र 6, यो 3 र 6 बाट हामी अरु दुईटा संख्या निकाल्न सक्छौं। कसरी भन्दाखेरि 3 ले 6 लाई हरण गर्ने। 3 ले 6 लाई हरण गर्दा 3 2 गुण 100 बाँकी रहन्छ 0। अर्थात हामी के लेख्न सक्छौं त भन्दाखेरि 6 = 3 × 2 + 0। यसलाई हामीले के भनेर भेटेका छौं? भाज्यमान भाजक पूरण भागफल जोग भाग 1 भनेर हामीले भेटेका छौं पाठ्यगणितमा। त्यही नै हो ठीक। अहिले अब हामी नेक्स्ट अर्को संख्या लिने। के लिने? 3 नै लिने, अर्को 7 लिने। अब 3 ले फेरि 7 लाई हरण गर्ने। 3 ले 7 लाई 2 बार नै जान्छ। 3 2 गुण 100 बाँकी रहन्छ तर 1। अर्थात हामी के लेख्न सक्छौं त भन्दाखेरि 7 = 3 पूरण 2 जोग 1। फेरि अर्को संख्या लिने। के लिने भन्दाखेरि 3 र 8 लिने। 3 र 8 लिँदाखेरि के हुन्छ? त्यसैले अब 3 ले 8 लाई हरण गर। 3 2 गुण 100 बाँकी रह्यो 2। अर्थात 8 समान हामी के लेख्न सक्छौं? 3 पूरण 2 जोग 2। 3 2 गुण 100 जोग 2। त्यसैले हामी 9 लिने। 9 लियो भने के हुन्छ त? अहिले 9 लियो भने के हुन्छ भने 3 र 9 लिने। 3 र 9 लियो भने के हुन्छ? 3 ले 9 लाई अहिले तर 2 बार हैन, 3 ले 9 लाई 3 बार जान्छ र 3 3 गुण 9 बाँकी रहन्छ 0। अर्थात 9 = 3 × 3 + 0। यसरी 10 लियो भने के हुन्छ भन्दाखेरि 3 पूरण 3 जोग 1 रहन्छ। 3 3 गुण 9 जोग 1 10। र यसरी के भेट्यो त? हामीले जिकुनो दुईटा संख्या लेख्नु। धनात्मक अखण्ड अंक दुईटा लिँदाखेरि अर्को फेरि दुईटा अखण्ड अंक भेट्यो। के भन्दाखेरि हेर 6 र 3 र 6 लिँदाखेरि 2 र 0 भेट्यो। 3 र 7 लिँदाखेरि 2 र 1 भेट्यो। 8 र 3 लिँदाखेरि 2 र 2 भेट्यो। 9 र 3 लिँदाखेरि 3 र 0 भेट्यो। फेरि 0 आरम्भ गर्ने। यहाँ लक्ष्य गर्ने कुरो के हो भने यहाँ हामीले 3 लिएका थियौं। 3 लिँदाखेरि हामीले यहाँ भाग 1 0 1 2 फेरि 0 बाट सुरु भयो। अर्थात 3 भन्दा ठुलो भएन। 0 हुन सक्यो तर 3 भन्दा चाहिँ ठुलो हुन सकेन। र यो सम्पर्कलाई हामी के भन्न सक्छौं भने युक्लिडर विभाजन प्रमेयका भन्न सक्छौं। र यो सम्पर्क जिकुनो दुईटा धनात्मक अखण्ड अंकको लागि नै हामी गर्न सक्छौं। र हामी के भन्न सक्छौं भने जिकुनो दुईटा अखण्ड संख्या लियो भने अर्को दुईटा पनि अखण्ड अंक भेटिन्छ। जहाँ हामी लेख्न सक्छौं दुईटा अखण्ड अंक a र b। सपोज a र b लियौं भने यसमा a > b, a b भन्दा ठुलो छ भने हामी दुईटा संख्या लिन सक्छौं। कस्तो? b × q + r। अर्थात q र r अर्को दुईटा अखण्ड अंक भेटिन्छ जसमा सम्पर्क हुन्छ a = bq + r। तर यहाँ के भयो भने जब
हामी के भन्न सक्छौँ भने यो r को मान के हुन्छ यहाँ हामीले 3 लेखेको थियौँ b को ठाउँमा र यो r हो r को ठाउँमा हामीले के भेट्यौँ 0 1 2 फेरि 0 1 2 अनि 3 भन्दा ठुलो भेटिएन सानो चाहिँ भेट्यो र हामी के गर्न सक्छौँ भने यहाँ हामी यो r के हुन सक्छ त भन्दाखेरि 0 हुन सक्छ र यो b भन्दा सानो हुन्छ अथवा हामी यसलाई लेख्न सक्छौँ 0 लेस देन इक्वल टु r लेस देन b अर्थात् यो r को मान 0 हुन सक्छ र 0 भन्दा ठुलो तर b भन्दा सानो हुनुपर्छ र यो सम्पर्कलाई के भनिन्छ भने युक्लिडर विभाजन प्रमेयका भनिन्छ युक्लिडर विभाजन प्रमेयका युक्लिडर विभाजन प्रमेयका दुटा जोगात्मक अखण्ड अंख्या a और b दिया থাকিলে এনে দুটা অদ্বিতীয় অখণ্ড সংখ্যা q আর r পোৱা যাব যাতে a equal to bq plus r a equal to bq plus r যত 0 लेस देन इक्वल टू r लेस देन b यसको मतलब r को मान 0 वा 0 भन्दा ठुलो तर b भन्दा सानो हुनुपर्छ।